गाड बस्ने पनि हामी जस्तै शिक्षकहरू हो त्यस कारणले ढुक्क भएर टाइममा जाने आशीर्वाद पनि दिनु न बाहिर भित्तामा हो बेन्च भित्र गएर खोल्ने अनि कापी बाँड्छ रोल नम्बर लेख्ने अनि चाहिँ पहिलो पेजमा कसैले नलेख्ने यो सरहरूले अडाइ राख्नुपर्छ पहिले जानेका कुरा सट्ठै लेख्ने अनि लेखिसकेका चिजलाई पेपरमा टिक लाउने पेपरमा टिक लाग्यो भने कुन गरे कुन गरेन थाहा पनि कुन छुट्यो कुन छुटेन थाहा पनि यस्तो मौका मिल्यो भने साथीको त्यस्तो सहयोग दायाँमा आफ्नो छेउछाउमा आएपछि बसेपछि त कम्प्रोमाइजिङ पनि गर्नुपर्छ होइन त्यो त अलि बाहिर साथीहरूलाई जाँदा बित्तिकै गर्ने सम्बन्ध राख्ने साथी बोली बोल्ने के अनि त्यसपछि गाड आएको बाहिरको अब्जर्भेसन आएको कुरा पनि ख्याल गर्नु पर्यो मैले भनेको छु यिनलाई हिजो सिका सबैलाई एउटै देख्न थाल्यो भने बिग्रिन्छ तिनीहरू आए बेलामा साइलेन्ट बस्ने अहिले त गार्डलाई पनि अप्ठ्यारो छ गाडसित कारवाही गर्ने मान्छे त्यो त त्यो यति लाएर जाँदा त जाडो हुन्न हस्पिटल लाभा हुन्छ नि यही ड्रेस लाउनु पर्ने सबै केटाहरूले के लाग्यो छैन अरे अब नभइसक्यो होइन ड्रेस त थियो त यिनको त्यो ड्रेस छैन अरे कि यो छैन त्यो ड्रेस छैन अरे यो तास त बनाउनु पर्छ नि यता ठिक छ यो केटाहरूको बानी आएर गएर म त उठ्यो भन्ने छोड्ने लास्टसम्म बस्ने म त गर्छु 1 नम्बर भने कताबाट थप्न सक्छु 2 नम्बर भने मैले कताबाट